हेलो एभ्रिवान। आजदेखि मैले नयाँ सिरिज सुरु गरिरहेको छु जसमा 10 एपिसोड छ, जसको विषयहरू छ उदारताले दिने आदत, द ह्याबिट अफ जेनरसिटी। के तपाईलाई थाहा छ, सबैभन्दा धनी व्यक्ति धेरै कमाउने होइन, सबैभन्दा धनी व्यक्ति त उदार भएर दिन सिकेको व्यक्ति हो। Because in God's kingdom, giving is greater than getting. नमस्कार साथीहरू, आजको विषय हो उदारताले दिने आदत, द ह्याबिट अफ जेनरसिटी। बाइबलले सिकाउँछ कि जेनरसिटी केवल पैसा दिनु मात्र होइन, यो परमेश्वरको प्रेमले भरिएको हार्ट एटिट्युड हो। जब हामी उदारतापूर्वक दिन्छौँ, हामी केवल कसैको आवश्यकता पूरा गरिरहेका हुँदैनौँ, हामी गड्स लभ इन एक्सन देखाइरहेका हुन्छौँ। बाइबलको वचन 2 कोरिन्थी 9:7ले भन्छ, हरेकले आफ्नो मनमा ठहर गरे अनुसार देवोस्, दुखी भएर वा करले होइन, किनकि परमेश्वरले हर्षका साथ दिनेलाई प्रेम गर्नुहुन्छ। र बाइबलको वचन प्रेरित 20:35मा यीशुले भन्नुभयो, लिनुभन्दा दिनु अझ धन्य हो। त्यसैले साँचो शिष्यको चिन्ह भनेको ओपन ह्यान्ड्स, लभिङ हार्ट एन्ड ए जेनरस लाइफ हो। आज एउटा प्रश्न आफूलाई सोध्नुहोस्, यदि परमेश्वरले तपाईलाई अरूलाई आशिष दिन प्रयोग गर्न चाहनुभयो भने के तपाईको हात खुला छ कि अझै बन्द छ? रिमेम्बर, what you keep may stay with you for a while, but what you give for God's glory can make an eternal impact. God bless you all.